हामी बढेको अवस्थामा ब्याचलर 4th इयरको एकाउन्टिङ सब्जेक्ट 20 पर्छ। यसमा के हुन्छ भन्दाखेरि एउटा बेसिक टेबल बनाउनु पर्ने हुन्छ। यसमा आउटपुट एउटा मिनिमम रेन्ज हुन्छ। जस्तै हामीले यहाँ मिनिमम रेन्ज कति माग्न सकिन्छ 5000 मिनिमम रेन्ज। आउटपुट कति छ 2000 4000 3000। रोयल्टीज रेट 1/2 2000 इन्टु 2 ट्रेन गर्ने कहाँ ट्रेनिङ गर्ने 12000 ट्रेनिङ गरेर किन यो यता ट्रेनिङ यो 8000 यो ट्रेनिङमा गयो मिनिमम रेन्ज पुगेन भने सर्ट वर्किङमा लेख्नुपर्छ। कति पुगेन 1000 पुगेन भनेपछि के भयो मेरो यो सूत्रबाट गुरु यहाँ 3000 धेरै भयो के भयो सरप्लस यहाँ धेरै भइसकेपछि हाम्रो यहाँ 1000 त्यसमा थियो त्यसमा गएको हामीले यहाँ राख्थ्यो यो कति 5000 मन्दिर तयार भयो। अब यसको जर्नलिटी बनाउनु पर्यो। वर्किङ अकाउन्ट डेबिट रोयल्टीज अकाउन्ट डेबिट टु ल्यान्डर यहाँबाट royalties and यो भयो एप्लिकेसन। एप्लिकेसनमा के हुन्छ पैसा पे गर्नु ल्यान्डलर्ड एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट रोयल्टीज पेड कति 5000। अर्कामा के हुन्छ रोयल्टीलाई प्रफिट एन्ड लसमा ट्रान्सफर गर्नुपर्छ। प्रफिट एन्ड क्रेडिट यो फर्स्ट 1 2 को जम्मा गर्नुहुन्छ।
Lain na.